खोला खोला सामान भाँडा हाल्नुपर्छ भाँडा हाल्नुपर्छ भाँडा त्यता भयो क्या आज है तिमीले आफूले झोला चाहिँ सानो बोकेर आउँछौ कसले विनोदले होइन यत्रो हो मेरो झोला झोला त मेरो पनि सानै हो तर हामी चाहिँ यहाँ फर्स्ट हाइकिङ भिडियो हेलो आज चाहिँ हामी 4 जना ग्रुप कमाले भएका जाँदैछौँ कति कति किलोमिटर रे 7 किलोमिटर जति जाँदा मात्र 7.3 लगभग 2000 मिटर माथि छैन ओके यहाँ चाहिँ जिएस ब्रो के भन्नु छ छैन सिस्नो छैहालेको र नि छैन मैले छ केही हुँदैन मलाई त ड्राइभरजीले पार्किङ चाहिँ सही सिस्नो लिएरै गरिदिन्छ के हो त्यस्तो योलाई भन्छ युभी प्रोटेक्सन हुडी क्या कहाँ के दिन्छ एमाजोनबाट किनेको क्या कहाँबाट मगायो भन्नु न यो युनिक्लो देखाउनु सही होला अस्ति त आर्टेरिस भन्दैन आर्किटेक्ट चाहिँ अलि अर्कै दिनमा कति देखाउनु पर्यो नि माथि ल अब हामी चाहिँ यसो प्याकिङ गऱ्यो मेन भनेको माथि गएर चाहिँ स्टेक खाने क्या आज हामीले त्यो आगो कताले आगो आगो के आगो आगो मसँग आगो उठ्यो ल ल राम्रो अब चाहिँ जाँदैछौँ हामी लगभग 7 किलोमिटरको हाइक यो रिभेज द फ्रेसरको खोला खोला जाने क्या ल है सुरु भएको छ हाम्रो हाइकिङ हामीले जान आँटेको चाहिँ 3 hours 25 minutes 75 kilometers जाम छैन एक बजिसकेको छ होइन हाम्रो हाइक चाहिँ ढिलो सुरु भएको छ हामी 4 जना खरसाङदेखि 1 hour 40 minute ड्राइभ केरला भन्ने ठाउँमा यहाँबाट हाइक सुरु हामी चाहिँ डेस्टिनेसनको नाम चाहिँ कमौदा भएको भन्ने ठाउँ छ एउटा त्यो चाहिँ कस्तो भन्दा टी हाउस जस्तो क्या ट्रेफिकै हुन्छ कि यहाँ चाहिँ लगभग 3 hours 25 minutes यो डाँडाको पछाडि टिकाको झर्ना छ एउटा त्यहाँ हामी सधैँ आइराख्ने झर्ना ठिकै त्यहाँ झन्डै आशिष भाइ चाहिँ पौडी खेल्न आउँदै राम्रो छ कति भएको थियो कि मान्छेहरू माथिबाट टन्नै माथि आउँदैछ कि दिउँसो भइसक्यो नि त खाना खाने टाइममा ठ्याक्कै तल झर्ने तिनीहरू यस्तो भिड छ क्या है त यति चढेको स्यास्या भइसक्यो अहिले टाढसियो होइन यस्तो छ अझै माथि नक्सा स्यास्या भयो त अन्त यत्रो स्पेस छ केसित ठोकेर त मोजासित रहेछ यस्तो मोजाको त्यो फ्याब्रिकसित कि मोजा चाहिँ हल्का लुज गाइस हाइकिङ गर्न आएपछि चाहिँ यस्तो जातिले डेट्स अनि यस्तो प्रोटिन बारहरू पनि राम्रै हुन्छ तर यो चाहिँ गर्मी महिना चाहिँ यो पक्दैन यस्तो गु जस्तो हुन्छ है गु जस्तो तर स्वाद चाहिँ मिठो हुन्छ खा अझै खा अझै खा यो भ्याउनुपर्छ यो खोलिस
धेरै भयो झोलाभरि खाँदै परास्त होला नि। के हुँदैन खाँदै खाँदै फाइनली जेसीको आइपुग्यो जेसीको चाहिँ यहाँ एउटा छ कि यस्तो यहाँ होइन कस्तो देखेदेखि ए त्यहाँनिर जुम्बर हेरौँ एउटा त घर छ कि यहाँ डाँडामा केही छैन कि लगभग हामी कति 3.5 घन्टा हिँड्यो होला त्यो बाटो आएको अब गएर अब खाने अब तल गएर मजाले मासु ल्यायो मासु पोलेर खाने अब केरा यहाँ भयो ल हामी चाहिँ यहाँ कोमाले भाका रेफुजीले कोमाले भाका मेरो चाहिँ फर्स्ट टाइम हो केटाहरूको चाहिँ सेकेन्ड टाइम होइन अब हामी चटपटी खाँदैछौँ मेरो काम चाहिँ त्यस्तो धेरै त केही छैन धनियाँ यो खुर्सानी अनि टमाटर खुर्सानी पनि डल्ले खुर्सानी टाइपको हेर्दै पिरो छ जस्तो छ यो धोएर काट्ने मान्छे त्यहाँ छ मतिर खान्थ्यो मतिर खायो पर्दैन खुर्सानी चटपटे मन थियो चटपटे ल हामी त पिर हालेर भन त्यताबाट अमिलो पिरो हालेर के फर्कियो whining about a fucking water. Oh, what's wrong? पिरो होला होइन यो दुईवटा मात्रै हाल्छ अब पिरो होला पिरो ए सही पिरो देखेछ टक्क्यानबाट अब पौडी चाहिँ चाँडो हुन्छ हेर केटा हो यो के अरू फोकस हो यस सर है फोकस हो के फेन्सिटेक हो यसमा नि भेजिटेक छ अब चाहिँ हामी खाइन्छ चटपटे भोक लाएर हेर केटाहरूको अनुहार हेर न अनुहार सबैको भोक लाएर हेर त्यसलाई खानुपर्छ कति घन्टाको हाइक बस्यो भनेर भन न कति घन्टा आएको भोग्ला हाइक हुन चाहिँ कति 3.5 घन्टा हामी चाहिँ 1.5 आवरमा हामी आइपुग्यौँ मजाले खाने 3 घन्टामा आएको हामी मजाले डाइ भन्ने मजाले सुत्ने अनि सुसरी जाने के कसो नेपालीको पसलमा टिमुरको चप पिरो छ अब वेदरले डिमान्ड गरे अनुसार चाहिँ हाल्न पऱ्यो नि अलिकति हालौँ है त थोरै हाल पछि चाहिँ अलिक भएन भने चाहिँ पर्ने हाले केटाले हाले होइन हो थोरै हो किन दडाहो र डढाएन किन अझै मसाला पनि होममेड छ पिरो चाहिँ अब भयो अब धेरै हाले पिरो के गर्थ्यो के जस्तो अहिले खाना सबिन ल्याउ न सबिन तिमी चाहिँ चाख क्या
चाखेर देखाऊ क्या अनि कस्तो छ भनेर उता अलिकति यतापट्टि यो चाहिँ होममेड है के गर्छ र यो यो पनि तिमुर या तिमुर घरमै बनाएको है कस्तो छ कति हाल्ने के गर्ने भयो हाल्यो चाख्ने हो कि सुन्ने चाख्नु हो क्या मलाई यहाँ किलो छ यार ठिक छ ओ यो त मासु सिधो त खतरा हुन्छ त यार थोरै थोरै धेरै नै त्यसलाई भोलि झ्याउ हुन्छ क्या टोयलेटमा आज हाइकिङभन्दा अगाडि हर्न सकेन हाइकिङ पछि चाहिँ हर्न ल अलमोस्ट एकदम मलाई त ल नेचरमा ए उ त्यो त हाल्नु यो तेल हो तेल तेल हो तेल हो क्या त्यो हाइले मैले ल्यायो अनि हाई लेभलकै हो नि यस्तो हाल्यो सजिलो हुन्छ नि त त्यो पोखिँदैन सही हो नन स्टिकी गर्न सही हो सही हो उस आएको छ क्या धेरै विन्ड नोइज आयो होला होइन ओहो डेन्जर खतरा रहेछ त यार हुन्छ ब्रो यसलाई बेच्यो भने कतिमा बेच्यो ल विशेष गरेर अब अलिकति होममेडहरू छ नि बवाल छ अलिकति काठमाडौँबाट इम्पोर्ट गरेको अचारहरू पनि छ अब त्यसमाथि अब हामी त्यत्रो 3 आवरको हाइकिङ पछि आएको हो नि फुकाइसकेकै ओ थाहा छ भोक लाग्छ यार त्यो चटपटे हेरेर हामीले चम्चा कति हाल्यो दुईटा ए ठिक छ मैले अघि नहाल्दा भने जस हालेको ठिकै रहेछ खुर्सानी चाहिँ नपरोस् यस्तो गर्नु चाहिँ यो चाहिँ मेरो टेक्निक हो क्या एउटा चम्चा होइन दुईवटा चम्चा युज गर्नुपर्छ समझेन एउटा के गरेको खाँदै पिरो खानु भाइ पिरो हो कस्तो खाएको खाइ गरौँ जस्तो आयो यार पिरो भयो भने क्या है अब हामी चाहिँ खान्छौँ एकछिन है त खाइदिउँ हामी पनि के भयो के हो कपहरू पुग्यो ल मार्दै ल म्याच मार्दै मैले ल कप खोज कप पौडी खेलिदियो अब हामी खान्छौँ स्टेक हामी पनि जाने त्यता ठाउँ हामी यताबाट आएर घुमेर यता है यता आराम गरेर यो चाहिँ हाम्रो आजको सेटअप हो त अब खान्छौँ हामी मासु हामीसँग छ मिट बर्गर यो चाहिँ पोर्क होइन हामीसँग छ मेन इन्ग्रेडियन्ट हाम्रो पिरो अचार अनि हामीसँग छ ब्रेड यो चाहिँ हाम्रो तेल भइहाल्यो यो चाहिँ हाम्रो सेटअप अब आगो गर्नु पऱ्यो नि त यसको यो जमेछ क्या यो चाहिँ लाइट त्यहाँ होइन बलेको अब यो बलेको बलेको यो चाहिँ हाम्रो सेटअप हो यो भएर यो सजिलो भयो क्या यो चाहिँ चाहिन्छ ठ्याक्कै यो चाहिँ गाड्न निमित्त भइमा अलि गाड्न पऱ्यो होइन भयो यस्तो आगो बल्नलाई
ओए मासुला आगो चाहिँ अफर चाहिँ मार खोला गर्ने यतिकै चाहिँ हल्का फेल भयो केही छैन अनि यो लिक भयो जस्तो लाग्यो चम्चा छुने थियो र त्यहीँ त्यो लाग्छ ओ किन छोपिदिन्छ क्यामेरा छोप्दै त त्यहाँ एक्सपोज यतिकै बाहिर घाममा परेको यो किन यसो गरेको छ त तिमीले आफूले आफूलाई अग्लो देखाउँछ न त्यो अब यो कैची ल्याउनुको कारण चाहिँ के भन्दाखेरि यो चक्कुले काट्न गाह्रो छ क्या कैचीले ट्याक ट्याक राख्छ ल यो चाहिँ हाम्रो स्पेसल सस यस्तो मजाले सिजनिङ हुन्छ केटी पाक्यो नि हाम्रो यहाँ एउटा एक निन्दा भइरहेको छ ल पाकेर खाएर लारा खाएर मान्छेलाई नि आउन यो पनि पहिला यो खाएर आवश्यकै हाल्नुपर्छ एक बाइट हान्नु नि त क्यामेरामा होइन यहाँ त केही छैन के यहाँ नै यहाँ सबै यहाँ बस्यो यहाँ अनि उता वाम्मै लाएर अन्त म त हातैले हो स्टोनेज म्यानहरू यिनीहरू चाहिँ भवाल दामी 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 यही खोजिराखेको होइन अस्ति नै ग्यास स्टोभ भन्ने ग्यास स्टोभ हो क्या हाम्रो अनि टडी गयो ल ल Gracias. हातले लिन्छ है उसमा लगाऊ न प्लेट उसको तिम्रो एउटा प्लेट यो म त्यसमा हाल्छु त्यहाँ हाल अब अड्छ कि अड्छ अब हम पनि खाता है तिमीलाई हाम्रो ड्रिङ्क्स टु द स्पट देखाउँछ है त्यो लगाएर यो चाहिँ खोला हो आएपछि यहाँ लुकेर बसेको छ यस्तरी पखाल्दै होइन पखाल्यो एउटा रेडी भयो भित्र लुकिया छ कि फ्रेस फ्रिडम यहाँ चाहिँ लेमन फ्लेभरको तर जिरो अल्कोहल हो क्या अल्कोहल धेरै खानु हुँदैन नि त कस्तो भयो रे रमाइलो भयो रमाइलो अनि डह्रो हिँड्यो बाहिर आइसक्नु रमाइलो भएको छ त यसले यहाँ के थियो टम्लर यो आजको ट्रिप चाहिँ हामी यता कोमदे बाका आएको थियौँ होइन खाइयो मासु पोलेर यस्तो डाँडामा आएर फोहोर चाहिँ गरेको छैनौँ हामीले गरिसकेको कुरा सबै टिपेर चाहिँ बसेरमा हालेको छौँ अरू पनि पानी परा जस्तो कालो कालो भयो क्या त्यो चाहिँ अब चाहिँ निस्किनु पर्छ त्यो आजको यो फर्स्ट ब्लग भने के भन्ने जे पाइ त्यो आइकेन कफीमा यस्तो हालिदिनु परेर जुत्ता चाहिँ अलिकति टाइट गरेर अब सेक्योर भएर हिँड्नुपर्छ क्या अब अलि भिर त्यति साह्रो भिड त होइन भिर बाटो छ क्या यसरी अब बाई भन्नुपर्ने कोमदे बाकालाई
हामी चाहिँ 2023 आएको थियो फर्स्ट टाइम अनि यहाँ बसेको थियो क्या यो घरमा केही छैन घरपट्टि एउटा मात्रै घर पुल पनि भत्किन लागिसकेको छ क्या यहाँ है पुल हामी चाहिँ त्यहाँ बस्या हो अब चाहिँ स्याहाँ बनाइदिन्छ यार यति आउनु राति यहीँ सुत्यो ब्रेकफास्ट खायो ठुलो भएको छ नि त झन् अनि उता यो बालन्द्रको उतापट्टि नि छ नहेर नि त्यस्तो अब चाहिँ जानेछौँ हामी घरतिर उठायो पोस्ट हाइकिङको रिकभरी आएर पोस्ट हाइकिङको रिकभरी चिसो पानीमा आएको सही मजा भयो खुट्टा ढाकु आएको सन्चो भइरहेको छ नमै खुट्टै नम भएको छ क्या अहिले त पानीले गरेर पानीले लास्ट चिसो छ नि त थकित भयो थकित आनन्द हो मेरो लागि त खासै चिसो होइन 5 मिनट राखी छ यहाँकोलाई सोधौँ है त आनन्द भयो एकदम थेरापी भइरहेको छ अहिले गाई फान्ने हो कि भयो अब सकिन्न अब गाई हाल्यो गाई फान्यो भने त बिमार हुन्छ अब सिधै त्यो थेरापी होइन पुरै हस्पिटलाइज हुन्छ आजको हाइकिङ यहीँ समाप्त भएको छ हाम्रो लगभग 8 घन्टा आउने जाने है त ल बाई बाई